आज चाहिँ मैले कलेजमा किन 2वटा कापी मात्र बोकेर लिएर आएको छु भने हाम्रो चाहिँ आज सेकेन्ड टर्म एक्जामको रिजल्ट आउने दिन भएको भएर खासै पढाइ हुँदैन भनेर यति मात्र लिएर आए। आफ्नो फेरि हिजो दाहिने हातको बुढी अम्ला मर्केको भएर सरले लेखाउनु भएको नोटहरू सार्नुलाई नि गाह्रो भइरहेको थियो। अनि एकछिनमा सर आउनु भएर रिजल्ट बाँड्नु थाल्नु भयो। के हो फेरि साथी त रिजल्ट राम्रो आओस् भनेर पुरा 2 हात जोडेर प्रार्थना गर्नु पो थाल्छ। ट्याक्क लाएर सरले चाहिँ रिजल्ट मात्र दिनु नभएर एक्जाममा के मिस्टेक गरेको छ त्यो पनि थाहा पाउनुको लागि पेपर पनि बाँड्नु भयो। ल गाइज हजुरहरूलाई मैले कतिवटा विषय र कुन विषयमा आलु खाएको जस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। त्यसपछि घरमा फर्किएर फेरि म चाहिँ आशुसँग लालीगुराँस माध्यमिक विद्यालयमा अभिभावक भेला कार्यक्रममा गए। किनकि यहाँ चाहिँ आज सानो भाइ बहिनीहरूको डान्स र पुरस्कार वितरण कार्यक्रम हुनु लागेको रहेछ। अनि आशु र म चाहिँ सानो भाइको कतिखेर डान्स हेर्नु पाउला भनेर कुर्दै बसे। ट्याक्क लाएर 3 घण्टा पछि भाइको डान्स गर्ने पालो आयो। तर डान्स राम्रोसँग हेर्नु नपाए नि पोएम स्पिच बोलेको चाहिँ मजाले सुन्नु पाइयो। अनि 2वटा मेडल पाएपछि भाइको त पारो नै छुट्टै थियो।